भाड में जाए मोटिभेसनल दिस इज पर्सनल ब्रो कसैसँग जज गर्नु छैन मलाई कसैसँग कम्पेयर गर्नु छैन मलाई हिजो जे थिए हिजो भन्दा राम्रो हुन्छ मलाई मेरो अघिल्लो साल त मैले धेरै कुरा सिकेर आइसकेँ हार खाएको थिएँ नि के छ र जिन्दगीमा जितको अगाडि हारै हुन्छ अगाडि 7 चोटि हारे होला 8 चोटि उठ्नेछु गन्तव्य चाली नै रहन्छु सक्सेस होस् नहोस् भाल भएन बस जित्ने आँट मनमा राखेको छु हिजो भन्दा राम्रो हुनेछ नि अघिल्लो साल त धेरै कुराहरू सिकेको भोलि के छ थाहा छैन मलाई भोलि छ या छैन पनि थाहा छैन मलाई कसैसँग जज गर्नु छैन मलाई हिजो भन्दा राम्रो हुन्छ त्यो छिमेकीले अझै पनि भनिएको छ क्या राम्रो भए म राम्रो भए उसको छोरा उसको छोरी मेरो जजमेन्टमा हुन्छन् उनीहरू नराम्रो भए म जजमेन्ट गर्छु क्या उनीहरूलाई कि हेर उसको छोरा हेर उसको छोरी भन्छन् नि सो दिस इज द लाइफ दिस इज द रियालिटी सोसाइटीको काम के हो भने तिमीलाई अलवेज दे विल पुश यु ब्याक सो हिजो भन्दा राम्रो हुन्छ मलाई मेरो आमाको आश ममा छ आमा रुँदै भन्थिन् के मैले त रुँदै संसारमा आउँदा मृत्युलाई जितेको थिएँ त रुँदै रुँदै होइन हाँस्दै हाँस्दै दुनियाँ जित्नु कसरी हार्न दियो मेरो आमालाई यार उनको आश ममा छ उनको आँट ममा छ बस यति कुरा छ मलाई हिजो भन्दा राम्रो हुनेछ आजलाई मेरो भोलिसँग कम्पेयर नगर सो इट्स बेटर टु बी डोन्ट कम्पेयर मी विथ अदर्स गाई दिस इज नट अ मोटिभेसनल ब्रो दिस इज द रियालिटी दिस विल बी द रियालिटी दिस इज द रियालिटी हिजो भन्दा राम्रो हुनेछ बस भोलिको दिन थाहा छैन आज के थियो हु केयर्स मनी विल म्याटर द सक्सेस कम फ्रम द मनी मेरो आमा मेरो आसमा छन् कि छोरा सफल भएर आउँछ खाली हात त पक्कै फर्किने छैन मेरो आमाले जुन आशीर्वाद र साथमा मलाई खाडी छिराएको छ मेरो खाडीको यात्रा पक्कै यसै जाने छैन खाली हात